मर्निङ एभ्रिवान, म हुँ उजेर मगर फ्रम कैलाली। तपाईँले देख्न सक्नुहुन्छ एकदमै भाइरल ठाउँ हो यो। यहाँबाट जस्ट माथि गएर हामी नैनीताल जानेछौँ। नैनीताल जाने बाटो चाहिँ होमस्टे छ। यता अगाडि चाहिँ एकदम ब्याक भ्यू चाहिँ पछाडिको भ्यू त्यो खालको छ। रोड छिराइरहेको छ भने अर्को घरहरू बनिरहेको छ यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले। र पूर्व यता परिरहेको छ। पूर्व चाहिँ एकदम पूर्वबाट घाम आएको छ। सबैजनालाई धेरै माया, धेरै सम्झना। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस् जहाँ। अनि हामी लगतै अगाडि बढ्दैछौँ। फाइनली गाइज यहाँनिर चाहिँ 150 वर्ष पुरानो अङ्ग्रेजले बनाएको नहर देख्न सक्नुहुन्छ। यो चाहिँ होइन भइरहेको छ भनेपछि एकदम रमाइलो ठाउँ छ। फुलहरू रङ्गीचङ्गी घरहरू, सेतो नसेतो खालको कलर, कस्तो कस्तो खालको है। होमस्टे फेसिङ वेल होमस्टे छ यहाँनिर। जस टुरिस्टहरू डेली आइरहनुहुन्छ घुम्नुको लागि। यतातिर चाहिँ यतातिर चाहिँ निकुञ्ज हो भनेपछि यतातिर चाहिँ गाउँ सहर यहाँभन्दा भित्र चाहिँ होइन। जस बस्ती रमाइलो छ, ठाउँ पनि रमाइलो छ। चाहनुहुन्छ सो भिजिटिङ गर्न चाहनुहुन्छ भने आउनुहोस् होइन। अहिले चाहिँ होमस्टे देख्न सक्नुहुन्छ तपाईँले। यस्तो खालको छ डेकोरेसन यहाँनिर। पानीको पाइपहरू यसरी लगेको छ भनेपछि डेकोरेसन दामी। साइकलको होइन टायर मतलब के रिङ भन्छ के भन्छ यसलाई टक्क राखेर दामी सोध्नुको लागि यस्तो बनाइएको छ भनेपछि पुल पनि अङ्ग्रेजकै पालामा बनेको पुल हुनुपर्छ पनि होइन, सायद जस्तो लाग्छ मलाई चाहिँ। टक्क टुक्क यस्तो खालको सिन छ। यता लिचीहरू पनि एकदम टनाटन फलिरहेको छ तलतिर होइन। पुरै लिची बारी, बगैँचा लिचीको अनि आँपको बगैँचा एकदमै। फाइनल्ली यहाँबाट यस्तो घुमेर गयो भने त झन् खतरा हुन्थ्यो होइन। हामी चाहिँ नजाउँ। यो भिडियो भित्रको भिडियो तपाईँलाई मैले पहिल्यै देखाइसकेको थिएँ। तपाईँले जहाँ देख्न सक्नुहुन्छ आँप फलेर लटरम्मै फाइनल्ली एकदम छ होइन। यसै जाने हो यहाँबाट टक्क यस्तो खालको बाटो बनिरहेको छ।